हत्याउनुहुन्छ, एक कोसा केरा किन्नु पर्यो भने तपाईँले 20 रुपियाँ खर्च गर्नुपर्छ। यो त अलि सानो साइजको केरा हो, तर योभन्दा अलि ठुलो साइजको अझै राम्रो केरा खोज्नु भयो भने यो 30 रुपियाँसम्म पनि पर्न सक्छ। अहिले नेपालको केरा बजारमा, अझ भनौँ फलफुल बजारमा केराको भाउ छोइन सक्नु छ, किनेर खान सक्ने अवस्थै छैन। धेरै ग्राहकहरू त केरा किन्न आएर स्याउ किनेर लैजान्छन्, किनभने केराभन्दा स्याउ र अरू फलफुलको मूल्य सस्तो भइसक्यो। के कारणले केरा यति महँगो भइरहेको छ, आउनुहोस् यो भिडियोमा हामी विस्तारमा बताउनेछौँ। ग्लोबल आइबी बैंक, सबैका लागि बैंक। हजुरको शुभ नाम? मेरो मुन्ना ठाकुर। कसरी छ अहिले केराको दर्जनमा यो रिटेलमा किन्दाखेरि? केराको चाहिँ हजुरको हेरी छ। अब तपाईँको ठुलो जुन केराको साइज छ नि, हजुर, त्यसको तपाईँको लगभग 300, 350 त्यसरी मान्छेहरूले लिँदो रहेछन् होइन। जबकि बजारमै तपाईँको महँगो भइसकेपछि अब हामी पनि त त्यो अनुसारले गर्नु पर्यो। त्यही भएर तपाईँले सानो ल्याउनु भयो। म चाहिँ तपाईँको खासमा जाँदाखेरि तपाईँको म केरा मात्रै लिन गएको, त्यो ठुलो र सानो चाहिँ होइन होइन। तपाईँको म जाँदाखेरि मैले यही पाएँ, म यही लिएर आएँ। यही लिएर आउनु हो। अहिले कति पऱ्यो त अब यसलाई मैले किन्नु पऱ्यो भने? तपाईँले किन्नु पर्दाखेरि चाहिँ तपाईँको हामीले चाहिँ 220देखि लिएर 250को आइरहेको छ। 250सम्म होइन, 220देखि 250सम्म दर्जनको पऱ्यो भनेपछि एउटा पिसमा लगभग 20 रुपियाँ हाराहारी, के अरे एउटा पिसलाई 20 रुपियाँ हाराहारी पऱ्यो होइन। हजुर। अब के भन्छन् त होलसेलरहरूले चाहिँ तपाईँलाई के कारणले यो बढ्यो भन्ने छ? अब उहाँहरूले चाहिँ भन्नुहुन्छ भनेर तपाईँको इन्डियाबाट केरा चाहिँ आएको छैन, त्यसको कारणले हो। प्लस अनि मैले सुनेको चाहिँ मैले त्यो हजुरलाई भन्दैछु। अब यहाँको अब इन्डियाको केरा आउँदाखेरि तपाईँको यहाँको जुन नेपालको जुन केरा छ नि, त्यो केरा चाहिँ बिकेन, किसानको चाहिँ भनाइ होइन। अनि त्यही भएर चाहिँ मैले चाहिँ यसो बुझ्दै जाँदाखेरि चाहिँ त्यही भएर बन्द भएको, त्यही भएर चाहिँ उताको बन्द भएर अनि यताको चाहिँ केराले गर्दा महँगो पऱ्यो। पहिला उताको केरा आउँदाखेरि तपाईँको मैले आफैले किन्दाखेरि 800देखि लिएर 1100सम्म किन्थेँ 100 पिसलाई। अनि जबकि अब उताको बन्द भइसकेपछि यहाँको चाहिँ तपाईँको यहाँको केरालाई चाहिँ तपाईँको ठ्याक्कै त्यसको डबल छ होइन। अब मान्छेलाई केरा किनेर खानै गाह्रो भन्छ, बिक्न चाहिँ बिकिरहेको छ अलिअलि। जस्तो आज त एकदम औँसीको दिन पनि हो नि त। औँसीको दिन त हो होइन, तर कति मान्छेले चाहिँ तपाईँको केराको रेटै सुनेर किनिसक्यो। बरु अरू फलफुलहरू चाहिँ लान्छन्, केरा चाहिँ त्यो चिज चाहिँ लगाएको छैन। अब हजुरको फुजी स्याउकै रेटमा तपाईँको केरा दिइरहेछन् भनेपछि त मान्छेले बरु फुजी स्याउै खान्छन्, किन केरा खाने भनेर त्यो कति मान्छेले चाहिँ ल्याएको छैन। स्याउभन्दा महँगो हुने भयो। स्याउभन्दा पनि महँगो। यो सानो साइजको केरा एक दर्जनको 220देखि 250 रुपियाँ पर्छ। तपाईँले विश्वास गर्नुहोस् कि नगर्नुहोस्, अब बजारमा केरा किनेर खाइसक्नु छैन। र यो हामीले भर्खरै रिटेलर व्यापारीको कुरा त सुनिहाल्यौँ, उहाँले भनिहाल्नुभयो कि होलसेलमा नि यति महँगो भएर आएको छ, यो यही कारणले गर्दा केरा महँगो भएको हो, यो यसमा हाम्रो हात छैन। साँच्चीकै के कारणले केरा महँगो भइरहेको छ त? आउनुहोस् हामी होलसेल बजारमै गएर बुझौँ है त। हामी बल्खु जाँदैछौँ। केरा कति रुपियाँ दर्जन छ तपाईँहरूसँग होलसेलमा? अहिले एक घडी केरा लानु पऱ्यो भने कति पर्छ? अहिले 11-1200देखि 10 रुपियाँ 11 रुपियाँ कोसा छ अहिले केरा। 11 रुपियाँ कोसा? 11 रुपियाँ होलसेलमा? होलसेलमा। किन यति धेरै महँगो हो? अब इन्डियन केरा बन्द भयो सर, इन्डियन केरा आउँदैन। इन्डियन केरा नआएपछि तपाईँको यो नेपाली मालको केरा त्यस्तो महँगो भयो। 1500 त होला नि सर। अब लेबर खर्च चाहियो, अब गाडी भाडा चाहियो, अनि त्यो गरेर त 1500 विषयले नि बेच्लो कोही ठाउँमा। भनेपछि धेरै महँगो पर्ने भयो। महँगो पऱ्यो नि सर। अब यो इन्डियाबाट आउँदै नआएको हो कि अलिअलि आइरहेको छ? होइन सर, बन्दै हो इन्डियाबाट। इन्डिया ठप्पै हो। अनि नेपालबाट तपाईँहरूले मागे जति आइराखेको छ केरा चाहिँ यहाँ भित्रबाट? के को आउनु सर, आगो हामीले जति यो बजारमा आगो मगाएको जति केरा आयो त यस्तो महँगै हुँदैन सर। ए जस्तो कति माग्दा कति जति पाइन्छ, कसरी पाइन्छ त अहिले चाहिँ? अहिले तपाईँको यो बजारमा तपाईँको पहिले तपाईँको 19-20 गाडी आउँथ्यो भने अहिले त्यो सानो यस्तै बुलेरोमा त्यस्तै 5-6 गाडी आउँछ भने त्यसले कहाँ भएको त सर? अनि के तपाईँहरूले चाहिँ बाँडेर लिनुहुन्छ यहाँ चाहिँ? बाँडेर होइन सर, अब जसले अब जसको चिना जाने जसको ऊ छ नि त्यसले मगाउने। अब पहिले उनीहरूले अब यो नेपाली केराको अब भनौँ न उनीहरूको अब नेपाली दाजुभाइसँग यसो चिनाजानी भएको अब पहिलेदेखि बेचिराखेकोहरूले हजुर तिनीहरूले चाहिँ पठाउने हो। भनेपछि अहिले केरा किन्नु चाहिँ सुन किन्नु जस्तै भयो। अहिले केरा किन्नु सुन किन्नु जस्तो त अहिले खुद्रा पसलहरूमा मात्र होइन, होलसेलमै पनि केराको अभाव छ। भारतबाट केरा आउन छाडेपछि यस्तो भएको व्यवसायीहरूले बताइरहेका छन्।
सरकारले पानामा भन्ने रोग फैलिन सक्ने जोखिम देखेपछि नेपालमा केराको आयात बन्द गरेको छ र त्यो केराको आयात बन्द भएसँगै नेपाली केराले मात्रै बजार पाइरहेको छ। त्यसले नेपाली किसानहरूलाई त फाइदा नै भएको छ, तर बजारमा उपभोक्ताले भने महँगो मूल्य तिर्नु परिरहेको छ। नेपाली केरा अहिलेको सिजनमै हजुर 2 रुपियाँ 3 रुपियाँ गोटा भइरहेको थियो। हजुर अहिले उहाँ किसानले भनिरहेछ 9 रुपियाँ 10 रुपियाँ कोसा पर्छ। यो गाडी भाडा तेलको पैसा बढी भएछ, 17,000 पहिले आउनु भएको थियो, अहिले 25,000 रुपियाँ भाडा लिइरहेछ। भनेपछि अब किसानले नै 8 रुपियाँ 9 रुपियाँ गोटामा नेपाली किसानले बेचिराखेको छ। हो अभी अहिलेको बजारमा आजको मैले कुरा गरौँ, किसानले भनिरहेछ 10 रुपियाँ कोसा पर्छ भोलिलाई। अनि त्यो यहाँ ल्याउँदा कति रुपियाँ पर्यो त? अब तपाईँले कतिमा बेच्ने त? अहिले ल्याएपछि हाम्रो यहाँ 2 रुपियाँ खर्च पर्छ। भनेपछि 12 रुपियाँ त पर्यो 12 रुपियाँ पर्यो होइन कोसामा। हो। अब त्यसै अनुसार एक घडी कतिमा बेच्ने त? अब एक घडीको होइन, यो पिसको हिसाब से बिक्छ। यो पिसको हिसाबले बिक्छ, गनेरै बेच्नुहुन्छ? गनेरै आउँछ, सबै नेपाली केराको लेखे आउँछ न, त्यो सबै पर लेखे उसको घर हेर्नु छ लेखेको। यो सिजनमा इन्डियन केरा नि आउँदा कति रुपियाँ दर्जनमा हुन्थ्यो? अहिलेको सिजनमा इन्डियन केरा आए पनि 800 रुपियाँ बक्सको केरा बेच्नु पर्छ। किन कम आउँछ यो सिजनमा? हो, अहिले केराको अहिले भन्सारबाट भए पनि हाम्रो सजिलो हुन्छ बेच्नलाई। सस्तो केरा हुनु पर्यो इन्डियाबाट आए पनि। अहिले नेपालको केरा किसानले भनिरहेछ कि यता पनि इन्डियन बन्छ अरे, यति महँगो रेट लागिरहेछ। अनि तपाईँहरूले मागे जति पाइरहनु भएको छ कि छैन त? महँगो त छ, पाइरहेको छैन। मागे जति पाउनु भएको छैन? पाइरहेको जस्तो कति माग्नुहुन्छ, कति पाइँदैन त? मैले त डेलीको एक गाडी मागिरहेछ, त्यसले भनिरहेछ म सक्दैन, 2 दिन 3 दिन गायब करके दिन्छु म। ए भनेपछि उत्पादनै कम छ नेपालमा उत्पादन कम छ होइन? अनि अब यो नआइसकेपछि यो अटोमेटिक बढिहाल्यो, अनि किन्न आउनेहरूले चाहिँ के भन्नुहुन्छ? त्यो लगेर बेच्न सकिन्छ त खुद्रामा? उहाँहरूको कुरा चाहिँ के हुन्छ किन्न आउनेहरू? अब जस्तो यहाँ बजारमा महँगो बिक्छ त ग्राहक पनि त महँगो बेच्न पर्छ न त। हजुर कस्तो भने? मेरो नाम अनमोल कुशवाहा हो। के भएको यो केरा त सुन जस्तै भएछ है? त्यो खास इन्डियन केरा नआएर हो है। हजुर अहिले खास हामीले महँगो गर्ने, हामीले महँगो गरे होइन, खास किसानहरूले नि महँगो हामीहरूले दिनुभएको छ, गाडी भाडा नि महँगो परेको छ। त्यसको कारणले गर्दा यहाँ बजारमा अलि मूल्य बढेको छ, ग्राहकहरू नि तर्सिनु भएको छ। त्यति केरा यो 400-500 जाने केरा हो, अहिले चाहिँ 1100-1200मा किन बेच्नुहुन्छ ग्राहक नि हामीहरू सोच्नुहुन्छ? हजुर होइन, 100 पिसको चाहिँ 100 पिस हामीले पर यो केरा 100 पिसको 400देखि 500मा बेच्थ्यौँ। हामी नि बेच्ने 400-500मै बेचिया हो, तर अहिले बाध्यताले कारण हामीले 1100-1200 100 कोसाको बेच्दैछौँ। त्यही हामीहरूलाई 900 रुपियाँ पर्छ खरिदारी, अनि 300 रुपियाँ खर्च पर्छ, आएर 11देखि 12 हाम्रै आफ्नै पर्छ। हामीहरूले नि बाध्यता छ, त्यही भएर हामी त्यतिमा बेच्या हो। अनि अब तपाईँहरूले त होलसेलरलाई के अरे होलसेलर हो तपाईँहरू त होइन, रिटेलमा बेच्नु पर्यो। रिटेलले चाहिँ तल कतिमा बेचिराखेको छ? तपाईँहरूसँग कतिमा बेच्ने भनेर तपाईँहरूले सल्लाह दिनुहुन्छ? किनभने तपाईँहरूसँग पनि कन्सल्ट त गर्छ त्यो त हो दाइ। अब उहाँहरूलाई नि गाह्रो छ। अब यहीँबाट 1100मा किनेर केरा 100वटा कोसाको 1100-1200 तिरेर अनि त्यहाँ लगेर त उनीहरूले नि बाध्य त त्यो 250देखि 300सम्म बेच्नै पर्छ उहाँहरूलाई नि। त्यति भएन भने त्यो त्यो उहाँहरूले नि घाटै पर्छ। घाटो पर्छ। हजुर हजुर। अनि अब उपभोक्ताको साइडबाट हेर्दा चाहिँ के गर्दाखेरि चाहिँ ठिक हुन्छ होला त? यो गभर्मेन्टले अलिकति रोग रोक्न चाहेको भनेको छ होइन? यहाँ केरा खेती नेपालभित्र भएको केरा खेतीमा चाहिँ रोग नआओस्, त्यो बाहिर फैलिरहेको रोगहरू भनेर रोकेको भन्दैछ। के हो त तपाईँहरूको सल्लाह भन्ने? त्यस्तो त खास केही छैन। यहाँ पनि खदे मलले दिने त्यही हो, भारतमा नै दिने त्यही हो, दुईटै ठाउँमा दिने त्यति नै हो। तर हाम्रो किसानहरूले त्यति राम्रोसँग केरा फलाएनौ, क्वालिटी राम्रो दिएनौ। इन्डियाले क्वालिटी अलि राम्रो दिन्छ, त्यही हो। त्यसकै लागि अब यहाँको किसानहरूले भन्नुहुन्छ कि नै इन्डियाको केरामा विषादी छ, दुनियाँ छ सुनाउनु भएको छ, तर त्यस्तो केही होइन दाइ। सेमै सेम हो, उता पनि हाल्ने खाद्यहरू त्यही हो, यता पनि हाल्ने खाद्यहरू त्यही हो, सेमै हो दाइ। भनेपछि इन्डियाबाट केरा खोल्दाखेरि खासै समस्या हुँदैन? इन्डियाको केरा खोल्दाखेरि यहाँको ग्राहकले रेट राम्रो पाउनुहुन्छ, हाम्रो उपभोक्ताहरूले नि सस्तोमा पाउनुहुन्छ। अहिले केराको मिनिमम 25 रुपियाँदेखि 100 रुपियाँ दर्जन उहाँहरूले पाउनुहुन्थ्यो इन्डियाको केरा खोलेपछि। इन्डियाको केरा बन्द भएपछि ठप्पै त्यही कारणले उहाँहरूले नि महँगो बेच्नु पर्यो, हामी नि महँगो बेच्नु बाध्य त्यही भएछ। त्यही हो त। अनि तपाईँहरूको आफ्नो डिमान्ड चाहिँ घटेको छ कि बढेको छ त अहिले यो सर्टेज भएपछि? अब सर्टेज भएपछि त कतिजनाको यहाँ पसल बन्दैछ, बन्द भएर भाडा तिरेका छन्। अब इन्डियन केरा भएपछि सबैले यहाँ बेच्न पाइन्थ्यो,
कति कति हाम्रो यहाँ व्यवसायीहरू आफ्नो पसलमा खाली बसेर भाडा यति महँगो तिरेर बसेका छन्, गर्न केही सकेका छैन। जसले पाछ त्यसले बेच्न पाछ, जोसँग किरामा केही छैन, पसलमा केही छैन, त्यसले बेचारा यतिकै भाडा तिरिराखेको छ। पसल सटरै लाएर बस्नु परेको छ। अब हजुर हजुर गाह्रो रहेछ, धेरै गाह्रो छ दाइ। अब कसरी सल्टाउने त यो तपाईँहरूले अब देखेको के हो? सरकारले अब यसमा विचार गर्नुपर्छ, भारतीय केरा खोल्नु पर्यो, अब यसमा ध्यान दिनु पर्यो, भारतीय केरा खोल्नु पर्यो। भारतीय केरा खोलेपछि फेरि यो रेट नर्मलै रेटमा आउँछ, सामान्य रेट हुन्छ। अनि तपाईँहरूले नेपाली केरा किसानलाई त्यो रेटै दिनुहुन्न अरे, अनि त्यो भएर हो नि त यो समस्या। दाइ किन रेट त दिएकै हो, 900 950 अहिले नि टोक्दैछ। एकदम गुदी नभएको केराको 950 रुपियाँ हामी तिरेका छौँ, गुदी नभएको केरालाई 950 900 रुपियाँ तिरेका छौँ। रेट त दिएकै हो बिचौलिया नि। छ भन्छ नि, खासमा किसान र तपाईँहरू बिचमा पनि बिचौलिया छ कि छैन? त्यो त हो, बिचमा चाहिँ हाम्रो भारतीय केरा रोकेपछि बिचौलियाहरूले मजाले पैसा कमायो। भारतको केरा गैर कानुनी गैर बाटोले भारतको केरा नेपालमा छिराएर मगाएको छ, कमाएको छ, बिचौलियाहरू पनि कमाएको छ, गरेको छ दाइ, गरेको अनि छ। त्यो रेट चाहिँ नेपाली केराकै रेटमा बेचिराखेको छ। होइन, रेट त महँगै पर्छ नि दाइ। अब उनीहरूले भारतको केरा नेपालमा छिराउँदाखेरि उनीहरूको रेट छुट्टै हुन्छ। 300 रुपियाँ 400 रुपियाँ बक्साको लिन्छ। एउटा बक्सा यता गरेको 400 रुपियाँ 300 रुपियाँ बिचौलियाहरूले लिन बोकाएर गरेको। पार हजुर गर्नु हजुर हजुर हजुर। सरकारले रोग नियन्त्रणका लागि भनेर चालेको कदमले किसानहरूलाई त फाइदा नै भएको छ, तर बजारमा जसलाई फलफुल किन्नै पर्छ र फलफुल खानै पर्छ त्यो उपभोक्ताका लागि भने अहिले एक हिसाबले भन्ने हो भने ढाड नै सेकिएको छ। अब सरकारले यसलाई कसरी सहजीकरण गर्छ भन्ने कुरा तत्कालै निष्कर्षमा पुग्न सकिँदैन, किनभने रातारात केराको उत्पादन बढाउन सकिँदैन। भारतको आयात खोल्दा रोगको जोखिम छ भनिसकेपछि अब सरकारले नेपालभित्रै केराको उत्पादन बढाउने गरी कस्ता नीतिहरू लिन्छ त्यो भने हेर्न बाँकी छ।